वेलकम ब्याक टु द लक्ष्मी ब्लग। फाइनली आज लाखेको डाँडामा आइसकेका छौँ र हामी चाहिँ आज फेयरवेलको लागि जाँदैछौँ र आज हामी कति महिनापछि साथीहरूसँग भेट्न गइरहेका छौँ र हामी धेरै एकदम ह्याप्पी पनि छौँ। बनाइसकेको रहेछन् है। We have lot of memory in this road. अब फेरि यसरी सबै सँगै आउनु पाइँदैन होला। हजुरहरूले हेर्नुहुनेछ हामीले के गर्नेछौँ फेयरवेलमा भनेर। कलेज हो होइन गाइजहरू। अनि यता चाहिँ यस्तो हो माछा बिनाको पोखरी हो कि माछा छ कि थाहा माछा बिनाको पोखरी छ गाइज। हामी खनेको हो त्यो होइन, हामीले दुःख मात्रै पाएँ जस्तो लागिरहेको छ कि यो खनेर चाहिँ, किनभने माछै पाले यो चाहिँ हाम्रो कलेज हो है गाइजहरू। हाम्रो कलेज हामी फर्स्टमा आएर फर्स्टमा आइसक्यौँ। हाम्रो साथीहरू कोही पनि आएको छैन यहाँ चाहिँ। हाम्रा भाइ बहिनीहरू छन् है। राम्रो बहिनीहरू गीतहरू गाइराख्नु भयो भाइहरूले। केही भन्न मासु मान्छेको खाने रहरै छ भने, मासु मान्छेको खाने रहरै छ भने मस्तन काठमा किमा बनाएर रहेछ आफ्नो तरिकाले बनाएर ल र आज मैले चाहिँ केही मिठो भए पनि नमिठो भए पनि थोरै प्रस्तुति लिएर आएको छु। भर्खर लेख्ने मौका पाएँ। चिल्लो घर गाडी बिर्सन्छु तिमीलाई देखेपछि, चिल्लो घर गाडी बिर्सन्छु तिमीलाई देखेपछि, महँगो सिफनको साडी बिर्सन्छु तिमीलाई देखेपछि, चिल्लो घर गाडी बिर्सन्छु तिमीलाई देखेपछि, महँगो सिफनको साडी बिर्सन्छु तिमीलाई देखेपछि। यसले मलाई माया नै गर्दैन भन्छौ अरे तिमी, यसले मलाई माया नै गर्दैन भन्छौ अरे तिमी, जागिर निजी कि सरकारी बिर्सन्छु तिमीलाई देखेपछि। रौमत लस्सी मिला के आ जाओ सारे मूड बना के मुझको तो थोड़ा रंग बना के जैसा चश्मा लगा के लस्सी मिला। मिक्स बाय डीजे अफसर दीवानी जूनियर। कलेज रमाइलो लाग्थ्यो, हरियाली माझमा कलेज रमाइलो लाग्थ्यो, त्यहीमाथि पिपल रमाइलो लाग्थ्यो। एकैचोटि छेउमै बस्दा भन्न पाइन्छ त चिन्नु जान्नु केही छैन कुटीमा गएर पनि हाम्रा पुर्खाहरूले टाढा टाढा गएर नि शिक्षा आर्जन गर्नुभएको
धन्यवाद व्यक्त गर्दछु। आजभन्दा 3 वर्ष अघि हामी यस शिक्षालयमा आँखाभरि सपना, भविष्यको चिन्ता र अन्योलता बोकेर आएका थियौँ। आज कति छिटो 3 वर्ष बितेछ पत्तै भएन। सायद यो शिक्षकहरूको प्रेरणा, साथीहरूले दिनुभएको माया र स्नेहको कारण भएको हो। सधैँ यसरी नै यति धेरै माया पाइराख्न पाऊँ। पुनः बहुप्राविधिक शिक्षालयले लागेको गुण हामीले चिन्नै सक्दैनौँ, जति गरे पनि तिरि नसक्नुको गुण लागेको छ। हामीलाई एग्रिकल्चर हेलो ब्लग हो। र यी विद्यार्थीहरू साँच्चैका राम्रो शिक्षा प्राप्त गरेर जान सक्यो भने साँच्चै बाई बाई कलेज। हाम्रो कलेज चाहिँ यस्तो छ है गाइजहरू। ए बारी हामीले यस्तो बनाएर छोडेको खास गरी हैन। यस्तो मेन सुरुको मेन त हाम्रो हामीले भन्दा सुरुवात गरे। मेरो मुटु है रश्मि। अब हाम्रो चाहिँ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिट्युटको जर्नी चाहिँ भ्याएको छ, तर हाम्रो के को जर्नी भ्याएको छैन। सर्टिफिकेट दिने होइन होइन हाम्रो अब जिन्दगीको यात्रा भेटिँदैन। हाम्रो माया चाहिँ यत्रो भ्याएको छैन। माया त अर्को भ्याइने कुरै होइन त अनि